न चाम्बुहरणेऽपि विद्रुमहि। दर्शकहरू नमस्कार। यो श्लोकको अर्थ के हो भने अगस्त्य मुनिले जल पिए समुद्रको सारा जल पिउनु भयो अरे। समुद्रलाई नै सुक्खा गरिदिएको प्रमाण पुराणहरूमा भेटिन्छ। र त्यो जल पिए पनि समुद्रको जल पिए पनि समुद्रमा रहने अवशेषहरू, रत्नहरू, सुक्तिहरू, शङ्खहरू आदिले समुद्र झन् शोभित भयो भनेर यो श्लोकमा बताइएको छ। अर्थात् समुद्र अगस्त्य मुनिले जल समुद्र खाली गरे पनि समुद्रको शोभा त्यहाँ विराजमान रत्नहरू, त्यहाँ अवशेष जलबाहेक अवशेष भएका रत्नहरूले समुद्र झिलिमिली भयो भनेर विराट संहितामा बताइएको छ।